म जन्मेको थिएँ यहाँ तपाईँको न रोड थियो न इलेक्ट्रिक थियो है, न गाडी बाइकको त केही उयो थिएन, यहाँ केही सिस्टमै थिएन, साधनै थिएन। म यहाँबाट साइकल लिएर जान्थेँ 10-15 किलोमिटर टाढो प्र्याक्टिस गर्नको लागि। त्यसरी मैले दुःख गरेर आज यो जग्गामा पुगेको। यो जग्गा यहाँनिर जहाँ तपाईँले आफ्नो गाउँ खोल्नुभयो, यो गाउँमा चाहिँ गाउँभित्रकै स्टुडेन्ट हुन्छ कि अरू वरिपरि क्षेत्रहरूलाई पनि सबै सहयोग हुन्छ? कहाँ कहाँबाट आउँछ? यहाँबाट तपाईँको गाउँको मत पनि भयो, न्यु रङ्गिया भयो, बाहुने भिटा भयो, तपाईँको शिव मन्दिरबाट भयो, एमएम तराई भयो, डरा तिराना, उहाँहरू आउनु सक्नुहुन्छ। तपाईँले यस्तो यो रुरल एरियामा खोल्नु भएको छ नि जुन प्रकारले एउटा इन्स्टिट्युसन, कस्तो देख्नुहुन्छ फ्युचर, कस्तो देख्नुहुन्छ किक बक्सिङको? हाम्रो जस्तो रुरल एरिया, विशेष गरेर हामी रुरल एरियामा बसोबास गर्छौँ होइन। गोर्खा भनेर तपाईँले शब्द पनि आउनु भएको छ, अनि गोर्खा कम्युनिटीमा चाहिँ कस्तो देख्नुहुन्छ फ्युचर? अब फ्युचर भन्दाखेरि चाहिँ खासमा म यस्तै जग्गाबाट जन्मेको, मैले कस्तो दुःख गरेर यो जग्गामा पुगेँ भाइ। अनि मैले जस्तो दुःख गरेर पनि अहिलेको नानीहरूले चाहिँ त्यो दुःख नपाओस् है। अनि म जस्तो अझै यहाँ जन्माउने मेरो विचार है, मभन्दा राम्रो अझै फाइटरहरू जन्माउने विचार, त्यही भएर चाहिँ मैले त्यो फ्युचर हेरेर चाहिँ जन्मिन्छ भनेर चाहिँ मैले यहाँ सुरु गरेको। यहाँ मात्रै हेरेर तपाईँ मेरो अलरेडी पानी घाटा पनि चल्दैछ।